गेमको बारेमा बताइदिनुहोस् कस्तो भयो एकदम सबभन्दा पहिला धन्यवाद हैन सो म एउटा यो फ्रेन्चाइजीमा एउटा आफ्नो टार्गेट लिएर आएको थिएँ सो त्यो टार्गेट आज पूरा भयो हैन स्पेशली आजको म्याचको कुरा गर्दा जुन हिसाबले हामीले स्टार्ट गर्यौं सो जुन हिसाबले हामीले स्टार्ट गर्यौं अनि त्यसपछि जुन हिसाबले हामीले आज वान साइडेड तरिकाले म्याच जित्यौं सो एकदम जो हामीहरुको मोमेन्टम चलिरहेको छ लास्ट 5 म्याच देखि सो एकदमै खुसी छौं हैन सो एकदम ह्यापी छौं इन्जोय गरिरहेका छौं एकछिन होला नगर्नु न गाइस अलि ठुलो बोल्दै होला हो सेयर अब जस्तो आज कपाल लाइनको अनि रोहितको चाहिँ बलिङले गर्दाखेरि त्यस्तो चाहिँ कोल्याप्स नै भयो हजुर तपाईहरुको के थियो तपाईहरुको पहिला प्लान चाहिँ के थियो आज चाहिँ टस तपाईहरुले हार्नुभएको थियो हजुर प्लान चाहिँ के भएको थियो स्पेशली तपाईले भन्नुभयो जुन सालले किनभने चाहिँ हामीलाई टस हारेर पनि जुन हामीले टस जितेर पनि बोलिङै गर्नेवाला थियौं हैन सो एकदम जुन जसरी भए पनि टस हाम्रो पक्षमै थियो हामीले फर्स्ट बोलिङ पायौं सो हामीले फर्स्ट बोलिङ आइसकेपछि चाहिँ जुन हिसाबले ट्रम्पोलामैनले स्टार्ट दिइरहेको छ नि एकतर्फदेखि अनि अर्को अब उसँग स्टार्टिङमा अब पावर प्लेमा मेरो पनि राम्रो भएर हुनाले सो दुई जनाले चाहिँ एकदम राम्रो गरे जस्तो जो बीचमा आएर रोहितले जुन हिसाबले त्यो क्ल्याप्स गर्यो सो त्यहाँदेखि चाहिँ एकदमै हामी म्याचमा माथि भइहाल्यौं सो एकदमै जुन हिसाबले हाम्रो मोमेन्टम चलिरहेको थियो सो एज अ अल जसरी भन्दाखेरि एउटा टिम गेम टिमको अल पर्फर्मेन्सहरु चाहिँ सबैको सो एकदम सजिलो भयो हामी लास्टको 6 वटा म्याच चाहिँ कन्टिन्यू जित्यौं तपाईले बाइक पनि प्राप्त गर्नुभयो हैन 17 विकेटको लागि तपाईलाई पर्फर्मेन्स भयो त्यो चाहिँ कस्तो लागिरहेछ एकदमै किनभने चाहिँ मेरो यो फर्स्ट बाइक चाहिँ एकदमै खुसी फिल भयो हैन सो टिमलाई जिताएर एकदमै आफूले पनि अवार्ड पाउँदा एकदमै खुसी लाग्यो विनिङ मोमेन्टलाई चाहिँ कसरी डिस्क्राइब गर्नुहुन्छ विनिङ मोमेन्ट स्पेशली मेरो लागि चाहिँ एकदमै अलिकति लाइक म अलि नर्भस फिल भएको थियो किनभने चाहिँ लास्ट इयर जितेको थिएँ सो योपालि पनि जितेँ सो एकदमै आफूलाई प्राउड फिल भयो हैन सो एकदमै लाइक तर जित्यौँ एकदम खुसी पनि लाग्यो एकदम हजुर जस्तो लास्ट टाइम जनकपुरबाट ट्रफी उचाल्दा र यो पटक लुम्बिनीबाट ट्रफी उचाल्दा कुन चाहिँ सिलेक्सन भयो मेरो लागि चाहिँ अब यो चाहिँ मेरो लागि बढी स्पेशल छ किनभने चाहिँ लास्ट इयर किनभने चाहिँ योपालि मैले टिमको लागि जुन हिसाबले मेरो माथि बिलिभ थियो अनि रोहितले मलाई जुन हिसाबले टिमको चाहिँ मलाई तिमी चाहिँ टिमको लिडिङ बोलर हो भनेर जुन हिसाबले मलाई रोल दिएको थियो सो त्यो गर्दा चाहिँ एकदमै किनभने चाहिँ इम्पोर्टेन्ट रोलमा म बलिङ गरिरहेको थिएँ सो एकदमै खुसी लाग्यो सो योपालि यो चाहिँ मेरो लागि एकदम मतलब यो दुईटामा एउटा मोमेन्ट दुईटा राम्रो हो तर एउटा चुज गर्नु पर्यो भने चाहिँ दिस इज फर माई बेस्ट मेरो लागि अब त्यो मेरो माइन्डमा त्यति मैले सिलेक्सनको लागि माइन्डमा त्यति हुँदैन जुन टिमको लागि खेलिरहेको छु सो त्यो ठाउँमा मेरो पर्फर्मेन्स गर्ने काम हो सो त्यो चाहिँ अब मेरो काम हैन धन्यवाद